चुनावी अभियान चाहिँ स्लो नै देखेँ मैले, तर भित्रभित्र हामी बस्ती बस्तीमा पुग्यौँ, मान्छेहरूसँग कुरा गऱ्यौँ। त्यसो गर्दै राम्रो छ। नेकपा एमालेको 5 नम्बर त अफकोर्स राम्रो छ र अरू क्षेत्रमा पनि सन्देशहरू राम्रो छ। 4 नम्बर एवं 3 नम्बरमा पनि एकदम प्रोग्रेस गरिरहेछौँ, आफ्नो भोट जोगाउँछौँ भनिरहनु भएको छ। 2-1 मा पनि यस्तो कुरा नेताहरूसँग त सम्पर्क हुने नै भइहाल्यो। 5 नम्बर क्षेत्रको हकमा त सबैलाई यो जनता पनि आफै चुनाव उठे जस्तो, आफै क्यान्डिडेट जस्तो मतदाताको हिसाबले पनि मैले त्यस्तो पाएँ। किनकि यो चाहिँ हामीले खालि क्यान्डिडेटलाई भोट हाले होइन, हाम्रो राष्ट्रको एउटा रहने कि नरहने जनमत संग्रहमा उभिने हो। हामी झापालीले गल्ती गर्दैनौँ भन्नुहुन्छ र चोकचोकमा, बस्ती बस्तीमा, चिया पसलमा, चौतारोमा आफै बहस गरेको देख्यौँ। कतिपय अवस्थामा त म घुम्दाखेरि मेरो आफ्नो आइडेन्टिटी नदिकिन हामी त एकदमै लो प्रोफाइलमा अनि यत्तिकै घुम्न आएको, रिसर्च गर्न आएको भन्ने हिसाबले पनि गएका छौँ। त्यसो गर्दा उहाँहरूले प्रष्ट भन्नुहुन्छ कि यो चाहिँ जनमत त हामी नेकपा एमालेलाई जिताउने अथवा केपी ओलीलाई जिताउने भन्ने सवालै रहेन। यो त राष्ट्र रहने र नरहने सवाल छ। त्यसकारण हामी त यसमा हामी निर्भयतापूर्वक उभिन्छौँ, दृढतापूर्वक उभिन्छौँ भन्ने कुरा नै गर्नुभएको छ। एकदम राम्रो माहौल देखेँ। भित्रभित्र मान्छेहरूले आफै डिबेट को न को, कहाँ न कहाँको, को जान्न पहिचानको मान्छेलाई कसरी भोट हालिन्छ, को र महानगरपालिकाको एउटा मेयर पनि कार्यकुशलतापूर्वक चलाउन नसक्ने मान्छे प्रधानमन्त्री फेसबुकमा लेखेर हुन्छ। हाम्रो त देखिने, सुनिने, अनुभूत गरिने, दुःख सुख भन्न पाउन पर्ने, भेट्न पाउने मान्छे पो हाम्रो लागि प्रधानमन्त्री चाहिन्छ भन्ने खालको मतै भेट्यौँ। यद्यपि म जति पनि कुरा गरेँ, हामीलाई धेरै 10% मान्छे बाहेकले नचिन्ने गरी नै गफ गरेका हौँ। हामी राम्रो पायौँ र आज पनि हाम्रो अझै केही काम छन्, हामी अझै झापामै बस्छौँ। त्यसले गर्दाखेरि हाम्रो पार्टीभित्रको आन्तरिक अवस्था, क्याडरहरूको अवस्था, जनताको अवस्था, विभिन्न सामाजिक मान्छेहरूको के छ कसो छ भन्ने हिसाबले नै हामीले हेरेका छौँ। त हाम्रो आफ्नो तरिका हो, त्यो तरिकाले हेर्दाखेरि एकदम राम्रो छ माहौल। एकदम